नमस्कार, म तपाईको साथमा पविता बस्नेत। आजको मुख्य समाचार प्रधानमन्त्रीको संसदमा तीको व्यङ्ग्य। यो त संसद हो, सरकार होइन। आजको संसद बैठकमा प्रधानमन्त्री विपक्षी सांसदहरूतर्फ लक्षित गर्दै एक प्रकारको कडा व्यङ्ग्यात्मक अभिव्यक्ति दिनुभयो। आएको भए त भइहाल्थ्यो नि, तर हेर्नुस् त त्यत्रो मान्छे आएर घरि जादु देखाउँछन्, घरि नाच्छन् अनि घरि सुतेर बस्छन्। यो त संसद हो, सरकार होइन। प्रधानमन्त्रीको यस्तो व्यङ्ग्यपछि संसद हल्लामा हल्का हाँसो सुनियो। विपक्षी दल केही असहज। प्रधानमन्त्री यहीँ रोकिनु भएन। उहाँले ऐन सम्बन्धी प्रक्रियामा देखिएको अवरोधको समेत जवाफ दिँदै भन्नुभयो, हामी त भनिरहेका छौँ, हामी ऐन ल्याउँछौँ, ऐन लैजान्छौँ, तर ऐन बोक्न यत्रो विधि मान्छे किन चाहियो? ऐन त संविधान अनुसार बहुमतले जान्छ, भिडले होइन। प्रधानमन्त्रीको अभिव्यक्तिमा संसद पक्ष सत्ताहरूले समर्थन जनाउँदै ताली पिटे भने विपक्ष केही समय मौन बस्न बाध्य भए। यस प्रकारको तीखो अभिव्यक्तिले संसदभित्रको वातावरणलाई केही समय तनावपूर्ण बनाएको थियो। प्रधानमन्त्रीको उक्त भनाइ अहिले सामाजिक सञ्जालमा समेत व्यापक रूपमा भाइरल भएको छ।